नमस्कार, म डाक्टर स्मृति शाक्य, कन्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिस्ट। यो मेरो युट्युब च्यानल हो। यसको उद्देश्य हो मुटु र मुटु सम्बन्धी रोगबारे जानकारी जनमानसमा पुर्याउने। यो च्यानल तपाईको लागि फलदायी लागेमा अवश्य पनि सब्स्क्राइब गर्नुहोला। आज म तपाईहरू समक्ष एउटा अति महत्त्वपूर्ण विषयबारे बताउँदैछु। हाम्रो देशमा मुटु रोगको समस्या दिन प्रतिदिन बढ्दो छ। अहिले युवाहरू समेत पनि मुटु रोगका साथसाथै हृदयघातको समस्याबाट पीडित हुन थालेका छन्। यसको कारण भनेको मुटु रोग र हार्ट अट्याकका सुरुवाती लक्षणहरूलाई सामान्य सम्झेर बेवास्ता गर्नु पनि हो। तर यदि हामीले यसका प्रमुख लक्षणहरू बेलैमा चिन्न सक्यौं भने समयमै उपचार पाउन सक्छौं। यसकारण यी लक्षणहरूको बारेमा जान्नका लागि यस भिडियो कृपया अन्तिमसम्म हेरिदिनुहोला। अब म हृदयघातका 5 प्रमुख लक्षणहरूको बारेमा बताउन गइरहेकी छु। सबैभन्दा पहिले छातीको मध्य भागमा दुखाइ वा भारीपन। हृदयघातको सबैभन्दा सामान्य तर महत्त्वपूर्ण सङ्केत भनेको छातीको मध्य भागमा अचानक आउने दुखाइ हो। यो दुखाइ सामान्य दुखाइ होइन, बरु छातीमा चाप परेको जस्तो, कसैले ढुङ्गा राखिदिएको जस्तो महसुस हुन्छ। यो दुखाइ बायाँ हात, काँध, ढाड वा बङ्गरातिर पनि फैलिन सक्छ। हृदयघात हुँदा छातीको दुखाइ मात्र नभई बङ्गरातिर पनि दुख्न सक्दछ। कहिलेकाहीँ यो दुखाइ केवल बङ्गरामै मात्र देखिन्छ, जसले गर्दा बिरामीले यसलाई दाँत दुखेको सम्झेर डेन्टिस्ट कहाँ पुग्ने गरेको पाइन्छ। तर यसलाई कसरी फरक छुट्याउने त भन्दा दाँतको समस्या हुँदा गिजा, बङ्गरा सुनिने गर्छ। यस्तै कहिलेकाहीँ लिम्फ नोड्स भन्नाले घाँटीतिरको ग्रन्थि पनि सुनिन्छ र दुख्ने गर्दछ। तर यस्तो दुखाइ निरन्तर भइरहन्छ, आराम गरेर मात्र खासै कम हुँदैन। तर हृदयघात वा एन्जाइनामा हुने बङ्गराको दुखाइमा बङ्गरा सुनिने हुँदैन र प्राय काम गर्दा, हिँड्दा वा एक्जर्सन हुँदा दुखाइ बढ्ने गर्दछ र आराम गर्दा दुखाइ अलिक कम हुन सक्दछ। यति जानकारी भयो भने बिरामी आफैले पनि यो सामान्य दाँतको समस्या होइन, मुटुसँग सम्बन्धित हुन सक्छ भनेर सजिलै अनुमान गर्न सक्दछन्। यस्तै कतिपय बिरामीलाई पेटको माथिल्लो भागमा पनि दुखाइ हुने भएकोले यसलाई अपच, ग्यास्ट्राइटिस वा सामान्य दुखाइ भनेर बेवास्ता गर्ने गरेको पाइन्छ। तर यदि दुखाइ अलि लामो समयसम्म रह्यो भने तुरुन्त सावधान हुनुपर्दछ। दोस्रो भनेको सास फेर्न गाह्रो हुने। छाती दुखाइसँगै वा कहिलेकाहीँ दुखाइ नभई पनि सास फेर्न गाह्रो हुन सक्दछ। अलिकति हिँड्दा, भर्याङ चढ्दा वा कहिलेकाहीँ आरामै बस्दा पनि सास फेर्न असजिलो हुन सक्छ। यसलाई सामान्य थकाइ वा उमेरको कारण भनेर बेवास्ता गर्नु हुँदैन। तेस्रो भनेको अत्यधिक पसिना आउने। मौसम गर्मी नभए पनि वा शारीरिक श्रम नगरेको अवस्थामा पनि अचानक शरीरमा पसिना आउनु पनि हृदयघातको सङ्केत हुन सक्छ। यसलाई सामान्य मान्नु हुँदैन। अझ छाती दुखाइसँग पसिना आयो भने हृदयघातको लक्षण सम्झनु पर्दछ। चौथो भनेको वाकवाकी वा बान्ता हुने। हृदयघात हुँदा पेटमा असजिलो, वाकवाकी र बान्ता हुने लक्षण पनि देखिन सक्छ। यो लक्षण खास गरी महिला, वृद्धावस्था र डायबिटिज भएको मानिसमा बढी देखिने भएकोले यसलाई पेटको समस्या मात्र भनेर बेवास्ता गर्नु हुँदैन। यसले ग्यास्ट्राइटिस हो कि जस्तो भ्रम पनि दिन सक्छ, तर वास्तविक कारण मुटुमा समस्या भएको हुन सक्दछ। र पाँचौं भनेको रिङ्गटा लाग्ने, कमजोरी वा बेहोस हुने। कतिपय बिरामीमा अचानक रिङ्गटा लाग्ने, शरीर कमजोर महसुस हुने वा बेहोस हुने लक्षण पनि देख्न सकिन्छ।
यसलाई सामान्य रिङ्गटा लागेको सम्झेर बेवास्ता नगरी तुरुन्त मुटु जाँच गर्नु आवश्यक हुन्छ। यी 5 लक्षणहरू छाती दुखाइ, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने, वाकवाकी, बान्ता र रिङ्गटा कमजोरी मध्ये कुनै पनि देखियो भने ढिलो नगरी तुरुन्तै नजिकैको अस्पताल जानु पर्दछ। हृदयघात हुँदा प्रत्येक मिनेट महत्त्वपूर्ण हुन्छ। ढिलाइ घातक हुन सक्छ। छिटो उपचार लिनु नै जीवन बचाउने सबैभन्दा राम्रो उपाय हो। ध्यान दिनुपर्ने कुरा के हो भने यी लक्षणहरू एउटै मात्र नभई जब 2 वा 3 लक्षण एकसाथ देखिन्छन् ती लक्षणहरूले अझ बढी हृदयघातको सम्भावना जनाउँछ। यी लक्षणहरूमध्ये कुनै एक लक्षण देखियो भने पनि अस्पताल गएर परीक्षण गर्नु उचित हुनेछ र मुटु सम्बन्धी रोग भए नभएको परीक्षण गरेर पक्का गर्नु सुरक्षित हुनेछ। तर सामान्य मात्र हो, खासै ठूलो समस्या छैन होला भनेर बेवास्ता गर्ने हो भने भविष्यमा गम्भीर अवस्था आउन सक्दछ। त्यसैले आफ्नो स्वास्थ्यप्रति सधैँ सचेत रहनुहोस्। आज मैले हृदयघातका 5 प्रमुख लक्षणहरूका बारे संक्षिप्त रूपमा जानकारी दिएकी छु। आउँदो दिनहरूमा यस्तै मुटु सम्बन्धी जानकारीमूलक भिडियोहरू लिएर आउने नै छु। यो भिडियो तपाईलाई फाइदाजनक लागेमा कृपया लाइक, शेयर तथा सब्स्क्राइब गरिदिनुहोला। तपाईले आफ्नो अमूल्य समय दिनुभई यस भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। सबैको मङ्गल होस्, सबैको भलो होस्।